करेसाबारी देखाउँदैछु है म यता म नेपालबाट आएर के म आएको पनि 2.5 महिना भइसक्यो। म नेपालबाट आएपछि मैले गरेको खेती के मैले त गएको है मैले यहाँ धेरै दिन भएको छैन कि यो यसको 12-15 दिन भयो यो लगाएको। अनि यहाँ मैले अलि पछि नै हो यो फर्सी लगाएको। यहाँ मन त यस्तो ताने हो कि त्यहाँ यस्तो मन त ताने हो। अनि त्यहाँ बतेला लगाउन ठिक्क छ यहाँ बतेला कि यो धेरै दिन भएन कि लगाएको। अनि यस्तो राम्रो भयो। अनि फुलहरू चाहिँ यो फुल कति राम्रो चाहिँ। अनि यहाँ हेर्नु है यहाँ मैले भेन्डी लगाइदिएको यो भेन्डी कति राम्रो भएछ कि त्यहाँ लगाएर त त्यस्तो राम्रो लगाएर कति राम्रो हुने रहेछ। बिचबिचमा त्यहाँ भेन्डी पनि छ साथमा मैले मेथी पनि छर्दैछु। अनि यहाँ के लगाएर त साथीहरू यहाँ मैले गमलामा खुर्सानी लगाएको के उकेर लगाउने भएछ लगाएर साथमा यहाँ कति फर्सीहरू छ। अनि फेरि यहाँ मैले जौ लगाएको थिएँ कि मैले अस्ति एउटा भिडियो पनि बनाएको थिएँ जौको। यहाँ पाकेर काट्ने भइसकेको कि यस्तो कति राम्रो छ। अनि साथसाथमा यहाँ मैले फर्सी लगाइदिएको लगाएन उहाँ लगाएको। अनि यहाँ आएको छ लगाएर त यहाँ फर्सी यहीँ फले हो। अनि यहाँ बतिलो लाखाइ यहाँ अर्को बतिलो लाखाइ अनि फेरि यता लाखाइ यो आँखलै पछि लाखा कि यहाँ यति ठुलो भयो यी देख्नुभयो यस्तो भयो कति राम्रो के। अनि यहाँ धनियाँ पनि छ यहाँ तल यहाँ धनियाँ लगाएको छु त्यस्तो राम्रो। अनि यहाँ खुर्सानी के लगाएर खुर्सानी यो अब यो अलि पछि लगाएको यो यस्तो राम्रो भयो कि खुर्सानी। अनि अहिले यहाँ टमाटर लगाएको मैले टमाटर यहाँ यस्तो राम्रो भएछ कि यस्तो बतिला लाग्छ। अनि फेरि अब त्यता फेरि अर्को टमाटर यहाँ बेथे कति राम्रो भएको त नि बेथे। अनि यहाँ लगाएर है यहाँ मैले सिँडी लगाएको कि यहाँ सिँडी यसलाई अब यो भुइँ सिँडी हेर्नु त यस्तो राम्रो फलेको कि लगाएर त आँखलै पछि छ कि आँखलै पछि फलेको ए लटरम्म छ यस्तो राम्रो फल्ने रहेछ। गर्ने भने जे खेती पनि हुने कि ल हेर्नु त यति बतिला लाखा 4-5 छ खाइयो। अनि त्यहाँ त्यस्तो राम्रो भयो। अनि यो बेथे कि यहाँ हेर्नु न यो बेथे यस्तो राम्रो छ कि कति टिपेर खाइयो। यहाँ यस्तो राम्रो भयो यो बेथे। अनि साथसाथमा यहाँ धेरै छ थुप्रै छ बेथे यहाँ पनि छ। अनि फेरि यहाँ खुर्सानी लगाएर त टम्मै खुर्सानी लगाएको। अनि यहाँ लगाएर धनियाँ भयो यो फुलेर यस्तो राम्रो भयो कि अस्ति एक थरी खाएर सकाएर फेरि छरिदिएको कलकलाउँदो हल भयो यस्तो राम्रो भयो। अनि उहाँ फर्सी फेरि उहाँ लगाइदिएको एउटा उताबाट फेरि यता जाँदैछ त्यो फर्सी। अनि जाँदा यो बेथे म उताबाट आउँदाखेरि यहाँ बेथे हेर्नु है बेथे यस्तै छ। अनि यो खुर्सानी पनि लगाइदिएको कि यहाँ उकेर लगाउन ठिक्क छ खुर्सानी यति राम्रो भयो। अनि यहाँ टमाटर छ फेरि यहाँ टमाटर लगाएर है टमाटर यस्तो राम्रो भयो कि कति खानु के लगाएर त यो झाँगिएर पुरै झाँगिएर यस्तो भयो। त्यहाँ पुरै पाकेको लगाएर पाकेर भुइँभरि छ। अनि लगाएर अब यहाँ टमाटर पुदिना हेर्नु है यस्तो राम्रो छ के हेर्नु कति राम्रो छ। मैले यस्तो त यो नेपालमा पहाडतिर पनि देखेन के यस्तो राम्रो हुने रहेछ कि यहाँ खेती यसो लगाइदिएपछि हुने कि। त्यहाँ फर्सी पनि त्यत्रो भइसकेको छ त्यहाँ त मन त तान्नलाई ठिक्क परेको एक जाल लगाइदिएको मात्रै यस्तो राम्रो भयो त्यहाँ त्यस्तो राम्रो भयो। अनि पुरै जे लगाइदियो त्यही यस्तो राम्रो हुने रहेछ। अनि ल यहाँ हेर्नु मैले एक थरी साग खाएर भ्याएर अनि यहाँ साग फेरि फुलेको थियो यो साग टिपेर खान कति खानु के कति खानु। यहाँ गमला मैले किन र भनेर यहाँ खाली गमला थिएँ यहाँ मैले चाहिने गमलाहरू प्रयोग गरेको कि यहाँ खुर्सानी लगाएको छु यहाँ छ नि। अनि फेरि यहाँ पनि छ नि यिनी गमला किन पुकार्ने होला यत्रो जग्गा छ फेरि पनि मैले गमलामा लगाएको छु के कति राम्रो भइराखेको छ। अनि ल हेर्नु त यहाँ यो बेथे सबै फुलेर सबै फुल हेलेको के सबै कसले खानु के यो बेथे ल हेर्नु त यो बेथे फुलेर
सबै फुल्यो अनि त्यो कलकला आउँदो हामीले कति पैसा हालेर किनेर खान पर्छ बजारमा गयो यति महँगो छ कि अब यो कलकला आउँदो यो के भन्छ यो लोडे साग भन्छौँ हामीले त यो लोडे साग हो ल हेर्नु यस्तो राम्रो छ कि यो यत्नैबाट भाँचेर खाए पनि यस्तो राम्रो के ल हेर्नु कति नरम छ के कति नरम छ यो कले खानु खाने मान्छे पनि छैन ल हेर्नु यस्तो राम्रो छ अनि ल हेर्नु है यो फर्सी त उता मैले लाम्चे फर्सी देखाएको थिएँ हजुरलाई यहाँ आएर यो डल्ले फर्सी फलेको कि त्यो कुनामा गएर अनि फलेको अनि साथसाथमा यहाँ धनियाँहरू पनि साथसाथमा अब टन्नै धनियाँहरू पनि छ होइन ए बाबा कति फलेको कि आँखाले बसेर हेर्नु है अब यो मन्टा खानु कि राख्नुलाई हेर्नु कति फलेको भित्रभित्र यहाँ बतिलो लगाइसकेको कि ल हेर्नु यहाँ म यो टुप्पोमा बतिलो लगाएको त मैले अहिलेसम्म जाने थिइनँ के प्रत्येक उसमा ल हेर्नु त प्रत्येकमा ल हेर्नु है अब यो राख्नु कि खानु पुरै यो मन्टा यस्तो फलेको यहाँ यसमा पनि बतिलो लाग पुरै पुरै फलेको थिएँ अब मैले हजुरलाई यस्तो देखाउँछु ल आँखाले बत्ती फलेको अनि फेरि ल हेर्नु यहाँ कहिले लाग्यो फर्सी यो फर्सी लगाएको त 2.5 महिना जति भयो मैले यो फर्सी लगाएको पुरा मैले हजुरहरूलाई उताबाट देखाउँदै आएको के उताबाट देखाउँदै आएको अनि चाहिँ उहाँ कुनामा उहाँ सेबिलो गएको उहाँ कुनामा म यहाँ झाडी भएर त्यहाँ टिप्न जान नि पाएन के कति फलेको कि कति फलेको उहाँ देख्न सक्नुहुन्छ भित्तामा त्यस्तो राम्रो सेबी फलेको अनि यहाँ आएर पुरै यो फर्सीले मन त तानेर उता जान पनि पाइएन यहाँ यो नडी साग फुलेर खाने मान्छे नगएर पुरै फुलेको म चाहिँ उहाँबाट हजुरहरूलाई उहाँबाट देखाउँदैछु कि उता मोडेर उताबाट आएर मैले हजुरलाई देखाउँदैछु अनि फेरि यहाँ पनि हजुरको फर्सी यहाँ ल हेर्नु त यहाँ कस्तो फलेको चाहिँ फर्सीलाई हेर्नु ल हेर्नु त यहाँ दुईवटा एकै ठाउँ फल्यो ल हेर्नु त कति फलेको कि यहाँ अर्को बतिलो लाखा फेरि ल हेर्नु अर्को बतिलो लाखा अनि यहाँ हेर्नु कि ल हेर्नु त उहाँ त होला त्यो ल पाकेर पहेँलो भएको त्यो देख्नुभयो त्यत्रो भयो पहेँलो भयो यस्तो राम्रो खेती हुने रहेछ कि यस्तो राम्रो खेती हुनेछ यस्तो फलेको त म त अहिलेसम्म देखेको थिइनँ यति राम्रो हुनेछ तपाईँको यहाँ हेर्नु अब यहाँ टमाटर यहाँ यति फुलेको कि यति फलेको फल्लाखा उहाँ भित्र पाकेको भित्र त्यस्ता भयो टिप्न जान पनि यस्तो झाडी छ नि त अनि टिप्न जान पनि सकेको छैन कि यस्तो पाकेको कि यस्तो पाकेको पुरै पाकेको भित्रभित्र अनि कति राम्रो भएको कि यो कलकला आउँदा मन्टा हेर्नु न यिनी मन्टा के पुरै माथि गएर ल हेर्नु त माथि यहाँ झेक्रा छन् झेक्रा माथि गएर फलेको अनि मैले हजुरलाई चाहिँ उता पनि देखाएको कि पतेन अनि यहाँ आएर पनि त्यस्तै छ कि ल हेर्नु त यो पतेन कति भएको कि कति राम्रो भएको पतेना नभएर मान्छेलाई कस्तो भयो गमला लिएर आयो टिप्यो अनि फेरि टोकरी लिएर आयो टिप्यो यस्तो राम्रो छ कि के गर्नु यो अब भित्र लयो मङ्ग घरै बसाउँछ यस्तो राम्रो छ मैले अघि हजुरलाई उता देखाएको थिएँ यति राम्रो यहाँ छोरीले टिप्न लगाइछन् आज चाहिँ चटनी खाने काम त कति खानु के अनि यस्तो हरियाली छ कि भित्रको नाति कलकला हुँदो छ बाहिर आयो करेसा बारीमा तरकारीहरू कलकला हुँदो छ यस्तो भरिभराएको भएको के ल हेर्नु उहाँबाट यहीँसम्म अझ म त उताबाट मोडेर आएको के उताबाट हजुरलाई देखाउँदै घुमेर आएको कति राम्रो छ खेतीलाई हेर्नु साथीहरू यस्तो राम्रो खेती हुने चाहिँ गर्ने हो भने म त अचम्म परेँ यहाँ जे खेती गरे पनि राम्रो हुने रहेछ यति ठाउँ हुने हो भने चाहिँ यसो खुसी कति धेरै साग त नि
कलकलाउँदो मटर हेर त यत्तिकै काँचै खाम जस्तो के कति राम्रो कि कति राम्रो हेर न। अनि यो बेथ्यो फेरि यस्तो राम्रो छ कि कलकलाउँदा ठोसा छन् हेर त एकै ठाउँ टिप्दाखेरि एक मुठी आउँछ। यति मजा आयो टिप्नलाई। घरको तरकारी ताजा ताजा टिप त तलैबाट माथिदिन्छु यस्तो नरम छ फेरि डाँखा पनि। ल फेरि भोलि पर्सि आउँदाखेरि त्यस्तै हुन्छ यो फेरि पर्सि आज टिपौँ पर्सि उस्तै हुन्छ। अनि यहाँ पनि छ नि त मेरो त गाउँ सबै चिज एकै ठाउँ हुन्न नि त। करेला पनि हुन्छ यता गएर फलो गर्नु यता यहाँ पनि बोतेला रहेछ त्यही त कम्तीमा माउ यताको टिप्नुपर्छ र पहिलाको टिप्नु न त अगाडि भयो कि यत्रो भयो है पहेँलो भयो। त्यसको पालो भोलि आउँछ तिनको पालो अब अर्कोचोटि आउँछ। यहाँ छ नि त अर्कोचोटि यहाँ दुईवटा खानु एकै ठाउँ अनि फेरि खाने हुन्छ। खतरा मिठो सब्जी खाने आज हेर त फर्सी बेथे अनि त्यो लोणेको साग यति टिपेँ कि यति खुसी लाग्यो मलाई। पटक 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 भाँचेर कस्तो आनन्द आयो। लगाएर यहाँबाट यहाँबाट लिएर उहाँसम्म चाहिँ मैले तरकारी खेती गरेको आफै लगाएर आफै टिप्दाखेरि आनन्द आयो। त्यहाँबाट निस्क्यो त्यो घरबाट त्यहाँबाट फित्त निस्क्यो अनि गमला ल्यायो अनि टिप्यो आनन्द के। फेरि फल्न पनि कति फल्यो के अलिअलि फलेको भए पो आफूलाई पछि फल्यो दिनदिनै टिपे खा टिपे खा आनन्द यस्तो आनन्द च्याउ पाकेर पहिल्यै गएको थियो। अब त्यसलाई भोलितिर काट्ने भनेको सबै चिज छ कि खुर्सानी छ बेथे छ धनियाँ छ फर्सी छ अनि सबै साग छ खुर्सानी छ अनि उता टमाटर फलेर लटरम भयो अनि सबै चिज छ कि अनि पतेना छ त्यहीँ सबै चिज छ कि किन्न खासै केही पनि पर्दैन कि खुर्सानी टमाटर तरकारी सबै भएपछि त के किन्न पर्छ होइन र। यस्तो आनन्द मलाई त यसरी टिप्न पाउँदा त कति धेरै खुसी लाग्ने कि।